हेलो साथीहरु, मेरो नाम मिरा लामा। स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। अन्त अहिले चाहिँ 8 बज्दैछ है बिहानको। अन्त म चाहिँ ग्वालतिर गएको। अहिले चाहिँ हाम्रो गाई गोरु चाहिँ अब दाना खाने बेला भइसक्यो, गोबर सोबर फालेर हैन। अन्त हाम्रो जस्तै नै गाईको गोठ तलतिर चाहिँ मैले काँक्रा लगाएको थियो। फर्स्टमा लाउँदा पनि त्यो घामले भएन, मर्यो। अन्त सेकेन्ड लगाएको अहिले चाहिँ हैन फलेको छ। अन्त त्यही टिप्नु गइरहेको छु, तपाईहरुलाई पनि देखाउने छु है। अन्त यस्तो छ हो हाम्रो चाहिँ ग्वालीदेखिको तलतिर पारिपट्टि चाहिँ यस्तो भ्यू छ हो हाम्रो चाहिँ घरदेखि चाहिँ यस्तो देखिन्छ हैन, तपाईहरुले हेर्न सक्नुहुनेछ। अन्त यो चाहिँ हाम्रो मलखात हो, यो चाहिँ गोबरहरु चाहिँ यता लिएर फालिदिन्छ हाम्रो चाहिँ। अन्त अहिले चाहिँ म जाँदैछु गोबर सोबर फालिसकेर चाहिँ म चाहिँ गएको है साथीहरु काँक्रा टिप्नुको लागि। हेर्न सक्नुहुन्छ तपाईहरुले पनि। यो चाहिँ हाम्रो पराल हो, सबै खाइसके बाछाहरूले। अन्त अहिले चाहिँ त्यसकै तलतिर लगाएको छ, ग्वालीको तलतिर चाहिँ हाम्रो काँक्रा। यता हेर्न सक्नुहुन्छ अलिअलि कोही बोरीहरू पनि सबै छिपिसक्यो। त अस्ति 2-3 वर्ष हामीले बेच्यो हैन। अनि अहिले चाहिँ काँक्रा टिप्न जाँदैछु म चाहिँ। यहाँ भुइँमा चाहिँ 2टा फलेको छ हैन। यो चाहिँ विशेष ठुलो पनि हैन कि, सानो सानो भुन्टे भुन्टे खालको। हामीले यसलाई सुन काँक्रा भन्छ कि, यो चाहिँ छिट्टै पहेँलो हुन्छ नि त, त्यही भएर चाहिँ हामीले यसलाई सुन काँक्रा भनिन्छ। ल है साथीहरु, मैले चाहिँ 2टा टिपेँ है। अनि हाम्रो चाहिँ यता फेरि कटहर पनि पाक्दैछ हो अहिले चाहिँ। लट्टराम फलेको छ त। अनि अहिले चाहिँ मैले एउटा कटहर चाहिँ टिपेर राखेको थिएँ, अन्त पाकेछ। आजको दिन चाहिँ एकदमै राम्रो छ। अन्त अब चाहिँ सानो बाछाहरूले चाहिँ म चाहिँ घाँस हालिदिनु जानु लागेको साथीहरु। त्यो 2टालाई चाहिँ चराउन लानु हुन्न हामीले। अन्त त्यो 2टालाई चाहिँ घाँस खोरमै दिनुपर्छ, त्योहरूलाई चाहिँ मैले लगेर जाँदैछु है। अन्त अहिले चाहिँ थुप्रै टाइम भइसक्यो नि त, गाई चाहिँ लगिसक्यो आमाले। अनि अहिले चाहिँ म घाँस हाल्न जाँदैछु है। भर्खरै गाई खोलेर चाहिँ गाई लगिसक्नु भयो आमाले। अनि अहिले चाहिँ मैले घरमा 2टा बाँध्नुमा 2टा खोरमा बस्ने बाछीले चाहिँ घाँस हालिदिनुपर्छ र दिउँसो, त्यही भएर त्योहरूलाई चाहिँ म घाँस दिनु गइरहेको छु। अब चाहिँ म सुँगुरलाई चारो दिनुपर्छ, दिनको चारो है। यो चाहिँ कट हो। अन्त हाम्रो सुँगुरको चारोमा चाहिँ कच्चु, भुस, चामल यस्तै मिक्स गरेर बनाएर चाहिँ दिनुपर्छ हाम्रो चाहिँ। अन्त एउटा माउ छ, अनि 4टा बच्चाहरू छ, बुनी बच्चाहरू। अनि त्योहरूले चाहिँ यसरी अलिअलि कसरी भुसहरू सबै चिजहरू मिक्स गरेर चाहिँ दिने गर्छु हामी चाहिँ हैन। त्यस्तो गऱ्यो भने चाहिँ छिटै बढ्छ नि त। अनि यो चाहिँ माउ हो, यसलाई चाहिँ अस्ति नै फेरि एकपल्ट गाभिन भयो। अन्त यो 4टा चाहिँ मासुको लागि, अनि एउटा चाहिँ 3टा चाहिँ मासुको लागि, अन्त एउटा चाहिँ माउको लागि पालेको है साथीहरु। योहरूले चाहिँ अब चार दिनु पर्यो। यसमा चाहिँ सबै थोक मिक्स गरेको छ है साथीहरु। यस्तै हेर्नु त यसरी खानुहुन्छ। अहिले चाहिँ म चाहिँ सुँगुरको चारोहरू दिएर बारीतिर आएको। अन्त हाम्रो अस्ति नै चाहिँ यहाँ मैले अलिकति बैगुनको फुली राखेको थिएँ हैन। अनि त्यो चाहिँ निस्केछ 5-6 वटा। यसले चाहिँ अब सार्ने बेला भइसक्यो हैन। अन्त यो त जग्गा सफा गर्नुपर्छ। अनि हामी चाहिँ अहिले अस्ति लगाएको कच्छु, हामीले चाहिँ कच्छु भन्छौँ, तपाईहरुले चाहिँ के भन्छ आफ्नो आफ्नो जग्गामा आफ्नो आफ्नो भाषाले। अनि अहिले हामी चाहिँ कच्चुबारी सफा गर्न आएको। अनि यो चाहिँ मेरो सुँगुरको चारो हो साथीहरु। यसरी लगाएको छ मैले चाहिँ बारीभरि नै। अनि अहिले चाहिँ हामी कच्चु सफा गर्न आएको। अस्ति भर्खर सफा गरेको थिएँ हैन जङ्गल। अनि अहिले फेरि त्यतिकै भएको छ, आफूभन्दा हल्का हल्का भएको छ कच्चु। अनि त्यही सफा गर्न आएको। अन्त बीचमा मकै लगाएको थियो, अनि देख्न सक्नुहुन्छ। अनि फर्सीको मुन्टोमा लगाएको छ चाङमा।
यति अल्को भएको छ, हामीभन्दा अब मान्छेभन्दा अल्को भएको छ। अन्त बसेर गोड्नुपर्छ। अलिकति घाँस लगेर जानु पर्यो पहिला। ल उखाल्नु मैना र म भएर चाहिँ कचुबारी सफा गर्दैछु है साथीहरू। अन्त मच्छर यति धेरै छ भित्र, के गर्नु होइन, सफा त गर्नु पर्यो। जङ्गल खाइसक्नु आँट्यो, त्यही भएर सफा गर्दैछु। अनि ऊ एक्लैलाई चाहिँ अब अल्छी लाग्छ अरे कि एक्लै गर्नुलाई, अनि त्यही भएर म साथी आइदिएको नि एकछिन। अनि अब चाहिँ मेरो जाने बेला नि भइसक्नु आँट्यो होइन। घाँस सास काटेर म चाहिँ जानुपर्छ घरमा पनि धेरै काम छ त मेरो। अनि त्यही भएर उता पनि जानुपर्छ। म चाहिँ हतार हतार घाँस पनि काट्दैछु डोकोमा। अनि त्यहाँदेखि चाहिँ म चाहिँ घरतिर जानुपर्छ। यो चाहिँ मराउटे हो, बाच्छाहरूले चाहिँ एकदम मनपर्छ त बाच्छाहरूलाई। अनि त्यही लगेर जान आँटेको। म चाहिँ घरमा अब मासतिरको बहिनी हो हाम्रो, अनि उसले चाहिँ गर्दै गर्छ एक्लै। अन्त म चाहिँ घर जानु पर्यो। अब डोकोमा टिका पारिसकेको छु। अन्त गरम पनि साह्रै छ हौ, साह्रै घाम चुर्केको छ आज त। एकदमै पसिना चुहेर निधारदेखि अब म चाहिँ घरतिर लागेको है साथीहरू। मेरो चाहिँ जसोतसो एक डोको मैले बनायो। अब चाहिँ म घरमा हिँडेको। अनि मेरो भिडियो चाहिँ हेरिदिनु होला, अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। फेरि पनि न्यू कन्टेन्ट न्यू भिडियो तपाईँहरूलाई मन परेर नै भिडियो लिएर आउनेछु। अहिलेको लागि चाहिँ बाई बाई।